साग चाहिँ यो हो एकदम मिठो कोक्याउने साग भनेको चाहिँ यो हो यो चाहिँ अमिलो हालेर बनाउनु पर्छ नत्र फेरि मुख गामै रहेछ नि त ताम्राको यो ढुङ्गामाथि अब हामी यहाँ खाजा खान्छौँ अनि त्यहाँबाट फेरि साग खोज्दै हामी लाग्छौँ अहिले चाहिँ पानी पर्न लागेको छ त्यही भएर हेलो गाइज वाट इज अप वेलकम ब्याक टु आछाङ ब्लग अनि आज चाहिँ हामी दाजु सर अनि यता आमा र दिदी हुनुहुन्छ अनि हामी चाहिँ त्यही हो आज यतातिर च्याउ र सागहरू पाइन्छ भनेर जङ्गलतिर लाग्दैछ नयाँ सागहरू देखाउँछु तपाईँलाई नयाँ साग एउटा कोक्याउने साग पाउँछ अनि के भन्छ र त्यो अर्को जिब्रे साग कोक्याउने साग अनि च्याउको नाम के अरे दिदी गुची च्याउ चाहिँ अब इन्टरनेसनल मार्केटमा हेर्नु भए चाहिँ ड्राई गरेको पर केजीको 40,000 देखाइरहेको थियो हरेक गाउँमा त्यो वाला चाहिँ फरेस्यामो भन्छ फरेस्यामो हजुर अस्ति खायौँ नि आमा दामी हुँदो रहेछ बसिलो दामी भएको थियो त्यही भएर म चाहिँ आज आफै खोजेर खाने जङ्गल गर्दैछु भेटिन्छ नि जङ्गलमा है गर्नु हामी पनि गर्छौँ पानीहरू बोक्नु भएको छ कि छैन तिर्खा लाग्दैन नि ओहो ल मन्जिले गाई चक्लेट ल उतै भेटौँ ल उहाँहरू उताबाट जानुहुन्छ हामी अर्को बाटो जान्छौँ हामी चाहिँ ठाडै बाटो जान्छौँ उहाँ चाहिँ अलिक ठाडो बाटो हिँड्नु सक्दैन हो सर हामी चाहिँ अहिले थोचेको पुल तर्दै हामी जाने भनेको अब सिधै यो यताबाट हो क्या यो डाँडा पुरै सट्टै कट्ने हो क्या यताबाट यस्तै हाम्रो गाउँ चाहिँ यहाँ छ यो चाहिँ पुल ट्याक्क यता चाहिँ तिल्चे जाने बाटो फिल्म नै बनाउँदा नि हुन्छ नि हौ यो त यस्तो दामी छ सिने क्या खतरा छ क्या यो चाहिँ स्याउ खानु यो चाहिँ स्याउबारी छ दामी स्याउबारी हो यहाँको सिन चाहिँ कस्तो दामी लाग्छ क्या सर मलाई यो यहाँको चाहिँ दामी छ क्या अब बाँसै निकाल बाँसले टक्क हुन्छ सर बाटो यस्तो छ त्यही भएर यहाँ चाहिँ यस्तो छ नि त अनि त्यही भएर यहाँ चाहिँ यसरी टक्क पक्रिने बनाइदिएको छ कि टक्क सपोर्ट गरेर अनि गयो असम नै छ नि यार प्लेस त हाम्रो गाउँ चाहिँ यो हो थोचे गाउँ है यो चाहिँ हामी चाहिँ थोचे गाउँ हामी चाहिँ त्यहाँबाट आएको अझै माथि जान्छौँ अनि च्याउहरू खोज्छौँ सागहरू खोज्छौँ अनि त्यही हो आज हजुरहरूलाई प्रस्तुति नै त्यही हो अनि हाम्रो यो जियोग्राफी कस्तो छ होइन बाटो घाटोदेखि लिएर जङ्गलदेखि लिएर जङ्गलमा हुने च्याउहरू डिफ्रेन्ट टाइपको टक्क हजुरहरूलाई देखाउनेछौँ हेरिदिनु होला माया गरिदिनु होला डु लाइक सेयर एन्ड सब्सक्राइब टु आछामी ब्लग सरको पनि युट्युब च्यानल छ IVIN GHALE घले भन्ने छ है एउटा भिडियो ड्रप भएको छ उहाँको भर्खरै अनि उहाँको भ्लगलाई पनि लाइक सेयर सब्सक्राइब माया देखाइदिनु पर्यो गाइजहरूले टिकटकमा पनि फलो गरिदिनु होला अनि इन्स्टामा पनि फलो गरिदिनु होला युट्युबमा पनि
लाइक सब्सक्राइब गरिदिनु होला तपाईँको टिकटकमा पनि आइबिन घले सबमा आइबिन घले छ फेसबुकमा मात्र धोर्जे घले छ अनि उहाँको के छ भनेदेखि अर्ग्यानिक आउँछ क्या बोलीदेखि लिएर होइन तपाईँको भिडियोमा प्रस्तुत हुने कन्टेन्टहरू सबै अर्ग्यानिक हुन्छ मनाङको गएर हेरिदिनु होला अब आउँदैछ अब नयाँ आउँदैछ चाँडै डोना लेकको आउँछ उहाँकोमा गएर हेरिदिनु होला उहाँकोमा आइसकेपछि फेरि त्यस पछाडि मेरोमा आउनुसक्छ कि पुङ्गरको कि डोनाको आउँछ है त गाइस हेर्नुपर्छ रमाइलो गर्नुपर्छ माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला ल थाक्यो है अब कति भयो सर हामी हिँडेको लगभग आधी घन्टा यो पुरै यो चाहिँ हाम्रो रोप्या होइन कि सर यो सब यो सिस्नु घारी छ है पहिलाको बुढोहरूले चाहिँ अब खोइ यहीँबाट सिस्नु टिपेर खान्थ्यो अरे पहिला अहिले पनि खायो भने हुन्छ नि पहिला त खाना लाउन अलिक कम हुन्थ्यो नि त तपाईँको किनेर खानु सकिँदैन थियो बाटो थिएन होइन ढेँडो खानु भयो ढेँडो छ सिस्नु दाल कहाँबाट पाउने सिस्नु घारी हो क्या यो चाहिँ पुरै यो तल सबै छ ठाडै हो कालो यस्तो खोजबाट है जस दामी हुँदैछ दामी अब हाम्रो बाँकी भनेको मिसन भनेको साग र मसरुम बाँकी छ यही माथि ठ्याक्क हामी अब एउटा ठाउँमा आइपुग्नु लाग्यो त्यहाँ अब त्यहाँबाट हाम्रो भेट्ने बित्तिकै ड्याङ 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 भिडियो बनाइहाल्ने ट्याक 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 है त ओके साग चाहिँ यो हो एकदम कोक्याउने साग भनेको चाहिँ यो हो यो चाहिँ अमिलो हालेर बनाउनु पर्छ नत्र फेरि मुख मेडिसिनको रूपमा यो चाहिँ खानै पर्छ भन्ने रहेछ यतातिर तपाईँको भित्र के अरे त्यो छ भने के भन्छ जुगा होइन कि तपाईँको बिगहरू छ भने यसले ठिक पार्छ अरे बिगहरू अनि तपाईँको एदुक भनेको चाहिँ अब तपाईँको हामी खियालाई भित्र हुन्छ नि त केही खिया पर्छ कि सब ठिक पार्छ भन्ने कुरा छ कि ल अब हामी खोज्दै जान्छौँ साग फेरि भेट्यो अब चाहिँ त्यसलाई टिकेर टन्न भएको छ साग छाक पुग्यो अलिअलि जङ्गलको चिज है लास्टै ज्ञानी के भन्छ डिसेन्ट काइन्ड पर्सन हो क्या हाम्रो सर चाहिँ सबलाई अलिअलि कोक्याउने साग भन्छ है नेपालीमा साग टिप्नु सजिलो छैन तल छ नि त सर चाहिँ जानुहुँदैछ आम्मामा दामी रहेछ नि त सर ल म चाहिँ अब सक्दिनँ यतातिरबाट माथि जान्छु ल ल है साथी हो ल एक प्लास्टिक हन्डिङ गरे सिस्नुले यार जहाँ थियो भने सिस्नुले के गर्नु खाजा खाने क्या अहिले एकछिन सर अहिले भरे माथि खाऊँ है के हुन्छ सर एकछिन मात्र हो दुई इन्जुरिज हाल्नु फेरि बिर्सेलाई जस्तो पानीखेरि हाल्नु पर्छ पर्दैन खास यहीँतिर पाउँथ्यो पहिला च्याउ अहिले त च्याउ छैन सर यार दामी हन्डिङ भयो सर एकैछिनमा क्या हामी यहाँ दुईजना त लास्टै लगेछौँ क्या दुईजना हिँडेको लक्की छ उताबाट पाएको हामी हात भरे हेर्ने उनीहरूले ल्याउने त त्यो चाहिँ ल्याउँला होइन त्यो के अरे जिब्रे साग चाहिँ उता पाउँछ यो चाहिँ पाउँदैन के किन उता त टिपी सक्छ नि त अरूले यता नि नाचेको मान्छेले नटिपेको रहेछ कि पुट गर्नु पऱ्यो नआएर रहेछ टिपेकै छैन नि अस्ति मैले एक लट टिपेँ यहाँ अस्ति हामी 4 जना आउँदाखेरि यसको सिग्नल चाहिँ मेन यो हो क्या फुस्रो झार हो क्या सर फुस्रो झार भएकोतिर चाहिँ लगभग हुँदैछ भनेर बुझ्नु खालीमा त प्रायः खासै नहुँदैन फुस्रोसँगै मिसिएर झन्डै एउटै छ नि आकार पनि अब चाहिँ च्याउ भन्ने हाल्नुपर्छ सर च्याउबाट चाहिँ त्यसपछि चाहिँ हामी के अरे अर्को साग जिब्रे साग 3 खालको हान्ने 3 खालको
4 खालको हुन्छ सर जाँदाखेरि फेरि म त सन पनि लिएर जानुपर्छ सन त्यस्तो ए कुखुरा लगाउनु पर्यो नि ए खोजेर साग तपाईँको जिम्मा हो म सन बोक्नुपर्छ चरा गुण जस्तो के हो यो आमामाया झ्याप्पै गरेछ नि झ्याप्पै यसमा हो है सिस्नुले यस्तो बनाइन्छ क्या लास्टै सेन्सिटिभ छ नि त मेरो लास्टै पुलिरहेछ केही छैन पार्ट अफ जर्नी हामीमा चाहिँ दामी देखाउँछौँ दामी है हेर्नुपर्छ है त गाइजहरू है नहेरी हुँदैन मेरो पनि एउटा लाइफको जर्नी हो केही सडन टाइममा चाहिँ म यहाँ छु केही सीमित समयको लागि र पछि अब फेरि अर्कै जियोग्राफी भएको ठाउँमा पुगाउँला होइन तर यहाँ हुन्जेल चाहिँ यहाँको इन्जोय लिउँ यहाँको रमाइलो गरौँ होइन यसरी हाम्रो राम्रो साथीहरू बनाउनुपर्छ होइन माथि अनि तपाईको हराएको गाउँ पनि देखाउँछ सरहरूको गाउँ पनि देखाउँछ जहाँबाट चाहिँ मान्छे अब त्यहाँबाट विस्थापित हुँदै तलतिर झरेपछि एज हराएको गाउँ भनेर पनि चिनिन्छ होइन अनि त्यहाँ पनि हामी पुग्नेछौँ र हेर्नेछौँ एकदम धेरै कुराहरू इन्टर्नल कुराहरू जुन चाहिँ अब मान्छेहरू घुम्न आउँदाखेरि चाहिँ थाहा नहुने कुराहरू जस्तै मान्छेहरू आउँछ टक्क आउँछ अनि चामे जान्छ डाइरेक्ट चामेबाट मनाङ जान्छ अप्पर मनाङ त्यहाँबाट तिलिचो सिलिचो अनि अनि हाम्रो ग्रिन लेक आइस लेकहरू घुमेर जान्छ नि त तर यो इन्डिजिनियस कुराहरू चाहिँ थाहा हुँदैन क्या यहाँको टुरिस्टहरू कतिपय मान्छेहरूलाई भित्री कुराहरू लुकेको कुराहरू अनि लेखेको चिजहरू यो हाम्रो च्याउ खोज्ने साग खोज्ने पनि एज अ कल्चर हो यहाँको होइन अनि त्यसलाई नै फलो गर्दै रमाइलो गर्दै हिँडिरहेको छौँ आज चाहिँ र आज हामी फेरि अर्को लुकेको गाउँ पनि हेर्नेछौँ जुन चाहिँ सरहरूको पहिला घर भएको ठाउँ हो उहाँहरू चाहिँ उहीँबाट हो र अहिले चाहिँ तल बस्नुभयो स्टे ट्युन हेर्ने रमाइलो गर्ने है लाइक सेयर सब्सक्राइब चाहिँ नबिर्सिनु होला आज मैले 3-4 चोटि भनिसकेँ त्यही भएर डु इट गाइज जस्ट वान क्लिक एन्ड क्लिक द बेल आइकन हेर्नुहोस् जिब्री साग त दरै भेट्यो जिब्री अरे कोक्याउने साग त तर च्याउ भेट्ने चाहिँ लास्टै गाह्रो भन्यो नि त्यो चाहिँ च्याउ भेट्ने मान्छे पनि लक्की मेन भेट्यो भने नि लक्की हुन्छ भन्ने टाइपको विश्वासहरू पनि छ क्या त्यही भएर कति भेटिँदैन त्यत्तिकै केजीको 40,000 हुन्छ हुन्छ 45,000 यता तलतिर त हुँदैन होला अब छप्प लालीग्रास कस्तो मजाले झुप्पो भएर मजाले फुलिरहेको रहेछ लालीग्रास देखाउँछु ल लालीग्रास अजम्बरी चम्पा चमेली अब ओइलिसक्यो क्या नत्र त है सर दामी नै थियो होला अझै अलिक अगाडि आएको भए हामी चाहिँ यता टक्क अब जान्छौँ सरहरूको गाउँतिर अनि चाहिँ सकिन लागिसक्यो अनि सागुन चाहिँ ठिक ल उहाँ पर सर च्याउ भेट्दै भेटिनँ यति डाँडा हिँड्यौँ कहीँ च्याउ भेटिनौँ अनि अहिले चाहिँ जिब्री साग भन्ने हामी टिप्दैछौँ अनि लुक एट द भ्यू गाइज यो ट्याक्क म चाहिँ यस्तो स्टोनको माथि छु ट्याक्क अनि यहाँबाट चाहिँ सर यस्तरी देखिन्छ गाई कस्तो दामी छ नि त आइबेन मिठो आए बस्नु मन लाग्यो यार म त दामी अति नै मजा लाग्ने आनन्द दामी ठाउँ हामी सरको पुरानो बस्तीमा आउने भनेको थियौँ बस्ती चाहिँ यही हो अब घरहरू यो सब यो चाहिँ सरहरूको पुरानो गाउँ सब भत्केर अहिले त एकजना मान्छे बस्दैन रहेछ नि त है अहिले त गाउँै रितिएको छ यार गाउँै थियो अब अहिले गाउँै छैन हराएको गाउँ भनौँ न
सरहरू घर हो क्या यता चाहिँ जग्गाहरू सरहरूको यतै छैन अझै माथि गोरुहरूको गाई गोरुहरूको हड्डी घरै घर छ अनि बाटो धरिरहेछ क्या यसरी गाउँको नाम के हो सर ताम्राङै हो है अहिले गुम्बा मात्र भनेर चिन्छ है ताम्राङलाई गाउँमै रहेछ नि त ताम्राङ गाउँ ए यो ढुङ्गामाथि यहाँ क्याम्प फायर हान्नुभएको रहेछ सरहरूले पुरानो अब गाउँ बस्ती भनौँ न ढुङ्गामा क्या छ यहाँ क्या क्याम्पिङ दामी नै छ नि सर यार यताबाट भ्यू टक्क देखिन्छ यहाँ सर अनि स्याट यहाँ क्याम्पिङ हान्दा त यस्तो रहेछ दामी हुन्छ यार धेरै दुःख गरेर बसेको रहेछ यार सर ठाउँ त खत्रै हो नि यहाँ अब विश्वासै गर्दैन क्या यो ठाउँमा नि गाउँ थियो भनेर मान्छेले यो जङ्गलतिर सबै अब बुढो मान्छेहरूले खेती गर्ने जङ्गल क्या अहिले गरा छ क्या यो रुख भएको भए यहाँ घर कसरी हुन्थ्यो यो रुखै यत्रो भइसक्यो गाह्रो छ सर अवस्था गाह्रो छ इटा पनि छ इटा निकालेको पहिला इटा खाने इटा पनि छ इटा पनि तपाईँको पहिला मन्त्री हुँदाखेरि यहाँबाट इटा निकाले रहेछ कि अहिले यहाँबाट जाँदाखेरि म देखाउँछु तपाईँलाई इटा अहिले हामीले झिकेनी एउटा घरको त पुग्छ बाटो मुनि छ क्या अहिले ल अब चाहिँ हामी यही क्याम्पिङ स्पोट पुरानो अब ठाउँमा चाहिँ होइन यहाँ घरहरू थियो हेऱ्यौँ सरहरूको हामीले बनाएको क्याम्पिङ स्पोट हो अन्त अर्काको हुन्छ अर्काको हो यो अर्काको जस यहाँ चाहिँ क्याम्पिङ स्पोट सरहरूले बनाएर बस्नु पनि भएको रहेछ अब हामी यहाँ खाजा खान्छौँ अनि त्यहाँबाट फेरि साग खोज्दै हामी लाग्छौँ अहिले चाहिँ पानी पर्न लागेको छ त्यही भएर अब वेदर राम्रो छैन अब टक्क खाजा खाएर टक्क लाग्छौँ है त सी यु इन द टाइम ल्याप्स ल हामी चाहिँ खाजासाजा खायो अब साग खोज्न जान्छौँ साथीहरू पनि भेट्यो अब जाने हो कस्तो चुक्ना देखिएको यार तपाईँहरूमा हो दाजुभाइ जस्तो देखिन्छ यार ल सरहरूको यो बाजेको भन्दा पनि बाजेको गाउँहरू हो यो चाहिँ हजुरहरूले पुरै कथाहरू सुनिसक्नु भयो है अब हामी चाहिँ यहाँबाट फेरि लाग्छौँ जानुपर्ने हुन्छ पछि फेरि क्याम्पेन गर्न आउने भन्ने छ प्लान आयो भने फेरि हामी यही ठाउँमा
भेट हुन्छ है। ब्याक साइडमा हेर्नु न पाहाडहरू सर्द ल सबैभन्दा भयो यहाँ चाहिँ पानीको व्यवस्था छ है। त्यो गुम्बामा लान्छ यो चाहिँ टक्क पानी खान्छ छोडिदिनुपर्छ अब हामीले ल सेट भयो। सागको खानीमा आइपुगेको छ ट्यागको अब टिप्नु पऱ्यो सिधै सिधै टिप्ने आनन्दले सट सडे आउँछ क्या यो चाहिँ आएन आएर भाँची आयो पाएको ठाउँमा बिस्तारै टिपौँ है सर पाएको ठाउँमा बिस्तारै टिपौँ क्या अहिले फेरि हिँडे गर्नुपर्छ यसरी हाल्नु सागमै बसेर रहेछ हामी मनाङ जिल्लाको अब पहिलो मनाङ जिल्लाको पहिलो हो कि कुन जिल्लाको पहिलो हो तर मनाङ जिल्लामा इटा छैन नि त तलबाट ल्याएको यो त तपाईँको अर्ग्यानिक भयो नि त अर्ग्यानिक पहिला जिजी बाजेको पालाको इँटा भट्टी ल हेरौँ यो सब यहाँ मुनि त्यही इँटा छ तपाईँको उयो हेर्नु पुरेको यो सब पुरेछ क्या हेर्नु पनि मिलाएको कस्तो दिन्छ इँटा भट्टी जमाना इँटा फ्याक्ट्री भनौँ न अब बाबु बाजेले के रहेछ यहाँ नाम चाहिँ केही दिएको रहेनछ है नाम बिनाको रहेछ र त इँटा चाहियो भने भित्रको राम्रो साह्रो भएर बस्छ चाङ लाएर डेन्जर छ के सर हेर्नु त बिग्रेको छैन अझै है बिग्रेकै छैन त्यही चाहिँदैन होइन घर बनाउनु पऱ्यो अन्त ल इँटा भट्टी पनि देखायौँ हजुरहरूलाई यो अब बाबु बाजे जिजु बाजेको पालाको मैले चाहिँ सागै भेटेँ क्या फेरि यहाँ है साग टिपेर हामी फेरि अघि बढ्छौँ है त ल हामीले चाहिँ सागहरू पनि टिपिसक्यौँ अनि यो झुस लान लागेको छौँ हाम्रो कुखुरा फार्म छ हाम्रो चाहिँ कुखुरा फार्मको लागि हो यो चाहिँ यतातिर अब त्यो तराईतिर त अब धानको भुस लान्छ नि त धान हुन्न अनि त्यही भएर हामी चाहिँ यो सल्लाहको सबै ल हाम्रो प्याकिङ भइसकेको छ सल्लाहको पात पनि अब सरले त्यो हान्नुहुन्छ हामी चाहिँ अनि यताबाट यसरी जाने पऱ्यो यस्तो यो भुइँको जस्तो अब चाहिँ हामी लाग्छौँ है आजको भ्लग यति नै हो र च्याउ भेटिएन साग 2 खालको साग अनि सन लिएर गएको छौँ अनि कति भेट्यौँ भनेर हामी सरको घर पुगेको छौँ देखाउँछौँ है त सी यु अन द वे ल यसरी बोकेर अघि टिपेको चाहिँ हेर आयौँ हामीले टक्क अब यो चाहिँ भरे कुखुरालाई हुन्छ ल हामी चाहिँ बल्ल ठ्याक्क घर आइपुग्यौँ सरले त्यहाँ सामान राख्नु भएको छ यहाँ छ हाम्रो मेन चिज चाहिँ अब निकालेर हजुरहरूलाई देखाउँछौँ है त ल हामीले साग लिएको छौँ यहाँ टमाटर अनि यहाँ अर्को साग छ दुईवटा माल भयो अनि यो भयो च्याउ चाहिँ हामीले भेटिनौँ है अब नेक्स्ट टाइम बेटर लक्स फर नेक्स्ट टाइम ल माया गरिदिनु होला आज हामी भ्लगलाई सरमा टक्क गर्नुहुँदैछ अनि यहाँ के देख्नुभयो तपाईँहरूले माल हेर्नु न ल सी इन द नेक्स्ट भिडियो बाई बाई